परिवार में सुख शांति निरोगी बर्बाद तो पर सुखे सुखाल बात तो पर दुखा दिन का लेना हेलो नमस्ते एन्ड वेलकम ब्याक माई युट्युब च्यानल तपाईहरुलाई फेरि पनि स्वागत छ। आज चाहिँ हामीहरू यहाँ के रे बुढा सुब्बा मन्दिर दर्शन गर्नको लागि आइसकेको छु। गौचेरा कसरी हो भाइ? 450 हो नि दिदी न त आम्मा 450 450 अरे यहाँ फोटो खिच्न फोटो फ्रेम खिचेर बना सबै रेडी गर्नु नि त दिदीलाई मेरो दिदीलाई फेरि अहिले कहिले अहिले यहाँ जाँदा खिचेर जानु आउँदाखेरि अलिक मिल्दैन अरे क्या 450 अहिले त आफ्नै गर्दै नि तपाईलाई भनेर झन् आज मिलाएर गर्दिरा चाहिँ अब जन सब्स्क्राइबर गर्छ भन्दै चाहिँ सब्स्क्राइबर अब तपाई सब्स्क्राइब गर्नु न। हाम्रो पनि बुढा सुब्बा फोटो स्टुडियो पेज छ दिदी हो हल्का उकार्दिनु ल सब्स्क्राइब गरिदिनु ल। पूर्व ब्लग हाम्रो उ पनि छ फेरि ए दाइ दिदी हेर्नु न फोटोहरु यसले यसरी 5 मिनेटमा बन्छ हजुरहरुलाई 450 फ्रेम बनाएर यत्रो ल ए ओ मेरो भाइ अलिक सानो चाहिँ मिल्दैन? यो भन्दा सानो 450 को मात्र? हजुर 450 अलिक कमको चाहिँ हुँदैन? 400 को हैन 400 रुपैयाँ दिनु याको मात्र गर्दिनु आजको ल दिदी प्लिज 400 रुपैयाँ दिनु फोटो फ्रेम सबै हालिदिन्छु ल। अहिले नै कि भरे एकछिनमा पूजा गरेर आएर खिच्दा नि हुन्छ। खिचेर जानु आउँदा रेडी हुन्छ नि त। हैन अनि ठिकै छ ल खिचेर जानु ल एउटा ल भाइ ल भाइ यता होइन अब हामी चाहिँ यहाँ यो सक्स कुसको अब यहाँ चाहिँ जुत्ता चप्पल खुस्काउने कार्यक्रम हुँदैछ। बरु फोनमा चाहिँ खिच्नुपर्छ मेमोरी छ। अब हामी चाहिँ यहाँ के अरे प्रवेश गर्दैछौँ। के फुलपातीहरू अघि माथि भाउजूले चाहिँ यता जानु पर्दो रहेछ। कहाँ हो मेन चाहिँ यता भिडियो माथि त गर्नु हुँदैन होला होइन के हुन्छ एकचोटि गर्नु अनि त्यहाँदेखि अब हामी चाहिँ यहाँ के अरे मूल ढोकामा होइन चेन पैसा कहाँ लगाइदियो? चिन पनि यहीँ छ त गाइस हामीहरू चाहिँ अब के अरे मूल ढोकामा छौँ। अब यहाँ प्रवेश गर्न लागेको भाइले पनि मनमा राम्रो सम्झेर उता बोक्नु तल हुन्छ लु आफै यसो गर्नु नि यसो यस्तो गरेर यस्तो गरिदिनु क्या निधारमा हो त्यसो गरेर खै अगरबत्ती निकाल्नु बालेर यहाँ उता वरिपरि घुम्नु वरिपरि म यहाँ भिडियो गर्नु ल हेर पशुपति उता त होइन त के हरायो? अब यहाँ हामी चाहिँ के अरे अगरबत्ती बाल्नु आँटेका छौँ। कति बाल्नु हो कि सबै बाला नि के हो होइन मतलब यहाँ पाती चढाउँदैछ मैले हो त्यहाँ चढाउँछु चक्लेटहरू त होइन होला नि अब माथिल्लोमा यता चाहिँ के पऱ्यो फुल दियो त
यो दाजु नि यो मन्दिर दाजु र बहिनी अरे नि त बुढा सुब्बा त अनि यो दाजु मतलब बहिनी भन्ने छ है ल जिउ गर्दै गरेको अवस्था यहाँ चढाउनु पर्छ पैसा अनि पैसा र पाती चढाउनु अगरबत्ती यहाँ फाल्टो बाल्नु पो उयो यहाँ बाल्दा हुन्छ यो त उयो तल उता राख्नु त्यो बालेको पाती र पैसा भेटी चढाउनु यहाँ टिका लगाइदिनुहुन्छ त हुन्छ अब टिका लाउँदैछु हामीले कपालमा पक्ष त हामीलाई भिडियो खिच्नु पर्ने नानीको भुँडी भइसक्यो यता यता नानी ल कालो टिका मात्रै हो ल भाइले लगाएको होइन यता बाबाजुको कालो भयो नि हाम्रो टुक्री गाइस हामीले चाहिँ टिका पनि लगाइसक्यौँ स्वाङ भाउजू यता आउनु ल यहाँको लुक्स चाहिँ कहाँ यता सर ब्युज बुढा सुब्बाको भिड हुन्छ अब चाहिँ कहाँ पऱ्यो भाउजू अब म चाहिँ पहिलोचोटि आएको त्यही भएर केही थाहा छैन अब चाहिँ यहाँ सेकेन्ड यहाँ चाहिँ के यहाँ के पऱ्यो बहिनी यहाँ चाहिँ बहिनी अरे दाजु बहिनी चाहिँ हुनुहुँदो रहेछ होइन तर मलाई चाहिँ थाहा छैन आज थाहा हुँदैछ पहिलोचोटि आएको नि त अब धरान चाहिँ आउनु चाहिँ आइथ्यो है साथीहरू तर के अरे अब यता मन्दिरतिर चाहिँ आइएको थिएन अनि त्यही भएर अब आज चाहिँ आएको है अब यता चाहिँ प्रवेशद्वार यहाँ चाहिँ बहिनी हुनुहुँदो रहेछ बहिनी यता फोन आयो यही पनि होला यता यहाँ वरिपरि यसो यसो गर्दै आएर राख्दा यी राखिहाल्नु है अघि यस्तो घुमाउँदै हुन्छ ल आउनु यता टिका लाउनुपर्छ अब यहाँ चाहिँ माला बाल्ने खै मलाई त केही थाहा छैन मक्क भइसक्यो खै एउटा कहाँनिर फुटाउने ठाउँ थियो यहाँ फ्रेम बनाइराख्नु नि अब भाइ एउटा फ्रेम बनाइराख्नु भाइ पनि विदेशमा जाने त हो पछिबाट ल खिच्नु त कि भिडियो हो फुटाउने कि तपाईँले भाइले फुटाओस् न फुटाउनु नि फुटाएर अब यहाँ फुटाएर पानी उहाँ चढाउनु त्यहाँ पऱ्यो
एकछिन कहाँपट्टि साइडमा हान्दा हुन्छ ल हो त्यसरी हान्नु नि हो त्यसरी अरूले त ला पानी बोकेर छिटो जानु नि यसो ठाडो बनाउनु हो त्यहाँ माथि तल सबै सारेर ऊ त्यहाँ मासतिर हो त्यहाँ त्यही त गइहाल्यो गाइस हामी चाहिँ अब घर फर्केको है बाई बाई भोलि पर्सि आउने सी यू ल लु भयो भयो लु मेरो हातभरि उस परिवार में तू शांति उस निरोगी बर्बाद तू पर सुखे सुगाल बात तू पर तू हा दिन का लेना आइला मस्त पढाइ में राम्रो पढे जान सके चलो अब उ ना हरि ओम महादेव बदुले राजा धन मामला त्यन सुतिसके चल माजल हा पुरुष बले अलिक खकुले बान्दिनु है नानीले चाहिँ और भाइ ओए त्यो त ल्याइएन के छ सुतिसकेको छ ल भयो ल आउनु ल फाइनली साथीहरू म चाहिँ हामी चाहिँ रुम आइसकेको छौँ अनि अघि धेरै कुरा क्याप्चर गर्न चाहिँ पाइएन किनभने अघि मेरो फोन अफ भइहाल्यो के अरे अब चार्ज त थियो तर पनि यो फोनमा चार्जै टिक्दैन नि त त्यही भएर अनि आजको भिडियो चाहिँ यहीँ यति भन्दै आजको भिडियो चाहिँ यहीँ इन गर्न चाहन्छु इन गर्नु अघि डोन्ट फर्गेट like, comment, share and subscribe. Bye, साथीहरु.